डक्टरहरूले पनि भन्छन् मलाई 12-13 वर्षको उमेरदेखि नै यो रोगले च्यापेको हुनुपर्छ भन्छन्। अब पहिला पनि अब त्यो समस्या हुँदा यस्तै होला अरूलाई पनि जस्तो लाग्थ्यो। अब किनभने आफूले सामान्य जीवन बेहोर्न नपाएपछि भनेको सबैलाई यस्तै हुन्छ होला जस्तो लाग्थ्यो। अब पछि गएर अब म सामान्य रहन्छु, अब मेरो समस्या रहेछ भन्ने हुँदाखेरि भनेको लगभग बाल्यकाल बितिगयो। भाइलाई म चौतारीमा स्वागत गर्न चाहन्छु। धन्यवाद। के आरामै हो? आरामै छ दाजुभाइले। भाइको जन्म चाहिँ कहिले र कहाँ भएको थियो? मेरो दागा पेला त्यतिखेर इम्रे ब्लक पर्थ्यो होला, छाला भन्ने ठाउँमा भएको थियो। त्यस पछाडि साउने भन्ने ठाउँमा गएर 4-5 वर्ष त्यहाँ बसेँ म। त्यहाँ सायद 3-4 वर्षको थिएँ होला। त्यस पछाडि कानाखा भन्ने ठाउँमा गएर त्यहाँदेखि चाहिँ नेपालतिर आयो 1992 तिर। माईको बसाइ कस्तो थियो? माईको बसाइ त कहाँले लाग्दो थियो। अब त्यही नै ढुकेको लागि घर बनाइने हो कि जस्तो थियो। धन्न बनेन, अहिलेसम्म बनेको छैन। धेरै लामो बसाइ त भएन, तर पनि धेरै खाली लाग्दो बसाइ थियो। त्यसपछि बेलायतमा सरियो, त्यहाँ पनि लगभग 18 वर्ष बिताएँ। त्यसपछि अमेरिका त्यस पछाडि अमेरिका 2010 मा नेपाल पनि छोडेर यहाँ आयो 2010 मा। पहिला आउँदै चाहिँ कहाँ हो? हामी मिनिसोटादेखि पनि घुम्यो, साउथ डाकोटा गरेको। त्यस पछाडि फेरि मिनिसोटा गयो। अहिले ओहायोको सिन्सिनाटीमा पनि 2 वर्ष भइसक्यो। अनि बसाइ कस्तो छ भाइले? ठिकै छ, ठिकै। ल हामी अमेरिका आइसकेपछि नै भाइले फेरि म पुरानै ठाउँतर्फ फर्काउँछु। त्यो भाइको समस्या चाहिँ के थियो? आफ्नो शारीरिक समस्या? शारीरिक समस्या अब सुरुमा त म पहिलादेखि नै अलिकति म भुटानमै हुँदा पनि अलिक अनुभव गर्दा अरूभन्दा अलिक कमजोरी नै थिएँ। कमजोरी नै अनुभव गर्थेँ। त्यो कसरी थाहा हुन्थ्यो भने कुनै उकालो हिँड्दा ओर्दा म अरूभन्दा पछाडि हुन्थेँ। अनि बुवाले भन्ने गर्नुहुन्थ्यो, पछाडि बस्नु हुँदैन, अरूको दम बढ्ने सर्छ भन्नुहुन्थ्यो र म अगाडि हिँड्ने प्रयास गर्थेँ। तर त्यो अगाडि हिँड्न सक्दैन, अरूले उछिन्थे। अनि त्यो कारणले म पहिलादेखि नै अलिक कमजोर थिएँ होला। क्याम्पमा आएपछि भने अरूभन्दा अलिक कमजोरी थिएँ, अलिकति हिँड्न गाह्रो हुन्थ्यो। तर त्यो सबै कुरो मलाई यो समस्या छ भन्ने चाहिँ 1997 मा थाहा भयो। कसरी थाहा भयो? त्यो एउटा अर्कै कथा छ फेरि त्यसको, होइन? म त्यतिखेर क्लास 7 मा थिएँ। अनि सबै क्लास 7 को विद्यार्थीहरू चाहिँ पिकनिक जाने भनेर पिकनिक गयो। त्यो मलाई लाग्छ त्यो जनवरी 14 तारिक थियो होला। थाहा छ। रत्तो भन्ने ठाउँमा पिकनिक गयो, ठुलो समूह थियो। त्यो पिकनिकमा खानाहरू बनाउँदै असार साउन जस्तो बाढी आयो। त्यो सबै खानेकुराहरू पनि सहा भयो। त्यस पछाडि अब कसो गरेर बाँचेर खोला 7 ठाउँ तरेर यता त निस्कियो। त्यतिखेर सम्ममा चाहिँ म लगभग अनकन्सियस भइसकेको थिएँ, बेहोस भइसकेको छु। अनि कुनै साथीहरूले मलाई आम्दा लगेछन्। अनि त्यहाँ एक्सरेहरू गरेर हेर्दाखेरि चाहिँ मलाई मुटुको समस्या छ भन्ने त्यहाँ पत्ता लाग्यो। तत्कालै पत्ता लाग्यो। त्यसपछि के भयो? त्यस पछाडि अर्को सङ्घर्ष सुरु भयो। अब त्यो समयसम्म पत्ता लागेको थिएन, म अलिक त्यतिकै कमजोर होला भन्थेँ। तर त्यहाँदेखि चाहिँ मलाई यो समस्या छ भनेपछि विराटनगर पठाइयो। विराटनगरमा पनि त्यस्तै देखाइयो कि अब यसको उपचार छैन नेपालमा भन्ने डर देखाउनु थाल्यो डक्टरहरूले। अनि अब झन् साह्रो एकपट्टि बिरामको कारणले कमजोर भइयो भने अर्कोपट्टि मानसिक रूपमा डक्टरले नै कमजोर बनाउने प्रयास हुँदो रहेछ। उनीहरूको व्यापारै होला हुन त। अनि त्यस पछाडि एससिएफ भन्ने संस्थाले काठमाडौँ पठायो। विराटनगर हुँदै काठमाडौँ गएँ। अनि काठमाडौँमा लगभग 6 खेप जति धाइसकेपछि त्यहाँ एउटा अपरेसन भयो। त्यस पछाडि हिँड्न ओर्न अलिक सक्न थालेँ। तर पनि अब तेरो यो धेरै लामो हुँदैन, मुटुको भल्भ नै फेर्नुपर्छ भनेपछि म बेङ्गलोरसम्म गएँ। अब सबै तपाईँहरूले मलाई अब धेरै सहयोग गर्नुभएको छ। त्यो एउटा समयमा सहयोग उठाएर त्यही पैसा लिएर म बेङ्गलोर गएँ। बेङ्गलोरमा 1 महिना बसेपछि
अहिले तुरुन्तै अपरेसन गर्ने अवस्थामा त छैन, तर भविष्यमा कुनैसँग अपरेसन गर्नुपर्छ। त्यहाँ चाहिँ मलाई एउटा के आत्मबल दियो भने भगवान्को विश्वास गर्नु, भगवान्ले जे गर्छन् भगवान्ले गर्छन् भन्ने हो। त्यस पछाडि म अलिकति आत्मबल अलिक बढ्दै गयो अनि अलिक राम्रो भयो। अहिले त्यस पछाडि पनि अब त्यो समस्या छँदै थियो। 2024मा आएर अहिले भर्खर चाहिँ मुटुको 2टा भाल्भ फेरेर अलिक स्वास्थ्य भएको छु। यहाँ आइकन उहाँ एकचोटि गरेको यो दोस्रो खेप हो। उहाँ चाहिँ फेरेको थिएन, जस्ट बन्द भएकोलाई खुलाएको मात्रै थियो, तर यहाँ चाहिँ 2टा भाल्भ फेरेर त्यसपछि चाहिँ अलिक आराम बस्छु। मतलब अब अरू जस्तो साधारण जस्तो हुँदैन र पनि यताउता हिँड्न ओर्न अलिक सजिलो हुन्छ। कठिन समस्यासँग जुझ्नु पर्यो। धेरै धेरै कठिन। अब लगभग मेरो पुरा जीवन अहिले म करिब 47-48 वर्षको भएँ। त्यो जीवन मैले लगभग त्यही खालको एउटा जीवन बिताएँ भने अहिले आएर अथवा भएको छु, तर अगाडि कस्तो हुन्थ्यो त्यो थाहा छैन। भनेपछि सुरुदेखि नै सामान्य जीवन थिएन मेरो, महसुस गरिएन। डक्टरहरूले भन्नु मलाई 12-13 वर्षको उमेरदेखि नै यो रोगले च्यापेको हुनुपर्छ भन्छन्। अब पहिला पनि अब त्यो समस्या हुँदा यस्तै होला अरूलाई पनि जस्तो लाग्थ्यो। अब किनभने आफूले सामान्य जीवन बेहोर्न नपाएपछि भनेको सबैलाई यस्तै हुन्छ होला जस्तो लाग्थ्यो। पछि गएर अब म सामान्य रहन्छु, अब मेरो समस्या रहेछ भन्ने हुँदाखेरि भनेको लगभग बाल्यकाल बितिगयो। अनि वयस्क समय पनि लगभग त्यही रोगसँग सङ्घर्ष गर्दा गर्दै भनेपछि जीवनभरि रोगसँग जुझ्नु पर्यो। जीवनभरि कस्तो लाग्छ? अब कस्तो लाग्छ भन्दा पनि अब सुरुमा त त्यति वास्तै हुँदैन थियो। अब अलिक एउटा कुरो अब अज्ञानता कारणले पनि होला, जाति हुन्छ होला जस्तो लाग्थ्यो। तर पछि गएर डक्टरको सल्लाहहरू, डक्टरको कुराहरू सुन्दाखेरि यो एकै भेटेपछि जीवनभरि भोग्नुपर्छ भन्ने भएपछि भनेको त्यतिखेर चाहिँ बाँचेर केही काम छैन जस्तो लाग्थ्यो। तर अब अलिअलि उपचारहरू हुँदै गर्दा अब यताउता साथीहरूको हौसला भयो, अब अरू शिक्षकहरूको हौसला, त्यसले गर्दा पनि बाँच्नुपर्छ भन्ने जस्तो लाग्थ्यो। अनि तर त्यो मात्रै नभए अरू त्यही कारणले अरू समस्याहरू पनि बढ्दै गए र सङ्घर्ष गर्दै गए र पनि अब आत्मबल हारिएन। जीवन चलेकै छ अहिलेसम्म। यस्तो हुँदाखेरि कति निराशा कति आए? आशाभन्दा निराशा नै बढी हुँदछ जीवनमा। निराशा नै बढी भयो। हुन त अब यो मेरो व्यक्तिगत धारणा मात्रै हो, तर मान्छेलाई जब एउटा सामान्य जीवन बिताउन नपाएपछि भनेको आशभन्दा निराशै बढी हुँदो रहेछ। तैपनि यति कष्ट भोग्दै पनि अहिलेसम्म तन्दुरुस्त जस्तै देख्छु अथवा देखिन्छ होइन। देख्नेले मात्रै हो कि भोग्नेलाई त जाँच्नु होला। तैपनि जीवन भन्ने चाहिँ के रहेछ? तन्दुरुस्त देखिन्छु त्यो सही पनि हो। म तन्दुरुस्तै छु, मलाई आत्मबल अहिले पनि म तन्दुरुस्तै छु जस्तो लाग्छ। कुनै कुरा नि म यो गर्न सक्दिनँ जस्तो चाहिँ लाग्दैन। तर गर्दै जाँदाखेरि अलिकति कमजोरी अनुभव हुन्छ। जीवन भनेको सङ्घर्षै हो। सङ्घर्ष गर्दै जाँदाखेरि आफ्नो आयुभरि बाँचिन्छ जस्तो चाहिँ लाग्छ दाजु। त्यो समय जस्तै काठमाडौँको जुन डक्टरहरू भेट्ने क्रममा उनीहरूले त मलाई लगभग चाहिँ 3-4 महिनाभित्रमा 2-3 लाख रुपियाँ लिएर आएर मुटुको भल फेर्नुहोस् भने त्यहाँभन्दा बाँच्न नि सक्दैनस् भन्ने अवस्था अहिलेसम्म म छ। पेपरहरू सुरक्षित छन्। त्यो अवस्थाबाट अहिले लगभग यो अवस्थामा आइसक्यो त मरेको छैन भन्दा सङ्घर्ष गर्दाखेरि हुँदो रहेछ भन्ने जस्तै लाग्छ। आत्मबल बढ्दो रहेछ भन्नु चाहिँ मान्छेले त्यतिखेर त्यो सही उठाउँदा पनि के भन्थ्यो त्यो भन्नु भने त ठिक हुँदैन। तर पनि अब भनौँ एउटा आशाले नै हामी अब बाँच्यौँ। ठुलो कुरो आशा नै एउटा मान्छेको बाँच्ने एउटा आधार हुँदो रहेछ। तर पनि अब धेरै सङ्घर्ष गरेर पनि प्रगति पनि गरेको देखिन्छ। अब पहिलेदेखि पनि होइन स्कुलमा काम गर्ने त्यस बाहेकका घरेलु कामहरू पनि त्यतिकै गरेको देखिन्छ। त्यसमा त अब खुसी नै छ नि त होइन? खुसी छु। तर अब त्यो मेरो सबै कुरो मैले गरेको हुँदा नि मलाई साथीहरूले अब
साथीहरू त्यो स्कुलमै पनि साथीहरूले मलाई धेरै सहयोग गर्नुहुन्थ्यो। अब त्यसमा तपाईँहरूलाई नै हो त्यो क्रेडिट जान्छ। त्यस विशेष गरी जमुना म्याडम उहाँहरूले मलाई जति त्यो एउटा सामान्य टिचरले जति बिहोर्नु पर्थ्यो स्कुलमा त्यति बिहोर्न मलाई बाध्यता गराउनु भएको थिएन। त्यसले गर्दा नि म लगभग 7-8 वर्षसम्म त्यहाँ सर्भिस गर्न सकेँ। इआरएसएस त्यस पछाडि पिएस पनि गरेँ दाजु लगभग 1 वर्ष। होइन हामी त्यसका पनि एकजना बिरान साहबको सहयोगी व्यक्तिगत रूपमा देख्छौँ र चिन्न पनि त्यस्तै चिन्छौँ होइन। त्यस बेला भाइको साहित्यतिर पनि धेरै रुचि देख्थेँ क्या मैले। भाषा पनि अलिकति राम्रो बोलेको सुन्थेँ, कता कता उद्घोष गरेको पनि त्यो सही हो। मलाई त्यो साहित्यपट्टि सङ्गीतपट्टि सबैतिर सबै कुरामा चासो लाग्थ्यो, रहर पनि लाग्थ्यो, तर कुनै कुरामा सफल हुन चाहिँ सकिएन। एक दुई ठाउँमा उद्घोषक पनि गरेँ तर त्यो जानेर होइन, त्यो एउटा चाहिँ हो हल्लाकै रूपमा पनि गरियो होला सायद। साहित्यमा नै क्याम्पतिर हुँदाखेरि धेरै चासो लाग्थ्यो तर कुनै प्रगति चाहिँ गर्न सकिएन। रुचि त एकदम रुचि अहिले पनि छ। बेला बेला सानातिना कुराहरू लेख्छु तर त्यतिकै फालिन्छ होइन। त्यो पछि आफूलाई पनि एउटा चिनाउने आदत बन्छ। साहित्यमा धेरै रुचि लाग्छ। कविताहरू कतिको मनपर्छ? कविताहरू म पहिले चाहिँ पढिन्थ्यो, अहिले यो सुन्ने सजिलो भएकाले धेरै जस्तो म सुन्छु। अहिले पनि त्यो पुराना कविताहरू अडियोको रूपमा सुन्छु। कुनै याद भएको एक फरक थाहा छ? विशेष गरी अब अहिले सबैतिर चलेको आयो टप्प टिप्यो लग्यो मिति पुग्यो तारेर डर्दैन त्यो जो मरे पनि अब त्यो लेखेकै हुन्छन्। अब त्यो चाहिँ कन्ठस्थ नै भएको छ। अब त्यस्तै अब कुनै त्यो चरीका बिलाउनाहरू यस्ता कुरा मुना मदन यिनीहरू अहिले पनि म बेला बेला सुन्छु। अरू अहिलेका खासै नयाँ नौलो केही पनि छैन। अहिले सामान्य जीवन चल्दैछ। अब त छोराछोरीले अहिले यसो बाहिर कामहरू टार्न थाले, त्यसले गर्दा अलिकति आफूलाई पनि फुर्सद भए जस्तो लाग्छ। खासै केही पनि छैन। साथीभाइसँग कति भेटघाट हुन्छ? साथीभाइसँग हल्का फुल्का पुरानो साथीहरू सँग कुनै भेट हुन्छ, नभए खासै छैन। भयो त्यस्तै अब कहीँनिर मलामा जाँदा भेट भयो, कहीँनिर पूजाआजामा कहीँ जाँदाखेरि त्यहाँ भेट भयो मात्रै, नभए व्यस्तता नै होला। आफू घरमै बसे पनि व्यस्त नै हुँदो रहेछ। अनि अब साथीहरू बाहिर काममा जानुहुन्छ, त्यसले गर्दाखेरि नै त्यति भेटघाट छैन। अरू केही भन्नु छैन दाजु। अब ती सबै कुरा ती कथाहरू भन्दै जाँदा त अब महिनौ लाग्छ। एउटा चाहिँ अब महिनौ लाग्छ। अब ती लगभग हामीले कथाका टपिकहरू छोइहाल्यो। मेरो स्वास्थ्यको कुराहरू व्यक्तिगत छैन। केही भन्नु छ चौतारीलाई? के भन्नु छ भने चौतारीलाई अर्थ भन्दा म आफ्नै जीवनको एउटा भोगाईलाई चाहिँ सबैलाई भन्छु। हामी कति अहिले पनि कति आत्महत्या गरेका कुराहरू सुनिन्छ, कति केको कुरा सुनिन्छ, साधारण रोगहरू लाग्दा पनि हातेको सुन्छु। मान्छेले सङ्घर्ष गर्नुपर्छ बाँच्नको लागि। डक्टरले बिदा गर्दैन केही पनि हुँदैन जस्तो लाग्छ। म अहिले पनि त्यो विश्वास लाग्छ। त्यो चाहिँ मेरो व्यक्तिगत सोच हो। तर म सबैलाई त्यही भन्छु कि कुनै पनि समस्या आउँदाखेरि त्यो समस्यालाई समाधान गर्नु अथवा त्यसमा प्रयास गर्नुको ठाउँमा कुनै नराम्रोतिर सोच्ने, आत्महत्या गर्ने अहिले त संसार विशेष गरी त्यसै कुराहरूले मान्छेलाई चाहिँ डिप्रेसनतिर जाने त्यो ठुलो समस्या छ। तर मलाई त्यस्तो हुन त अब म पनि अब त्यसबाट विशुद्ध त छैन होला, त्यसबाट बाहिर त छैन होला, तर पनि मान्छे त्यति छिटै अब डिप्रेसनमै गइहाल्नु पर्ने। त्यो डिप्रेसन त्यो एङ्जाइटीहरूलाई पनि भर्सक आफूले कन्ट्रोल गर्न सकिन्छ जस्तो लाग्छ। त्यसले गर्दा मेरो भन्नु चाहिँ त्यही हो। अब आफ्नो भोगाइले पनि यस्तो गर्न सकिन्छ भन्ने लाग्छ। त्यसले गर्दा अरूलाई पनि एउटा उत्प्रेरणा लिन सक्नुहुन्छ यस्तोबाट भन्ने
अति उत्तम सल्लाह पाइयो भाइबाट। ल त आजलाई यति नै राखौँ, फेरि कुनै दिन भेट हुन सकेछ भने हामी हुन्छ, बसेर धेरै राम्रो लामो कुरा गरौँला। ल त हुन्छ।